व्हाइटफिल्डको एकदमै फेमस मलमा भित्र टुर गरौँ है त। एकदम यति ठुलो मलमा म फर्स्ट टाइम गइरहेको छु, अहिलेसम्म गएको थिइनँ, फर्स्ट टाइम गइरहेको छु है त। भित्र कस्तो छ तपाईँलाई टुर गराउने छु है त। वाउ, एकदम दामी छ साथीहरू मल। फर्स्ट टाइम आयो होइन, यो मलको रौनक त बेलुकातिर आएपछि नै देखिन्छ, किनकि एकदम लाइटहरू सब झकिझका हुन्छ नि त, पुरै चारैतिर लाइटहरू बलेको हुन्छ होइन, जलिरहेको हुन्छन् लाइटहरू। एकदमै ठुलो छ, यहाँनिर लिफ्टहरू रहेछ, एकदमै ठुलो मल। हेर्नु यहाँ कोही रेस्ट गरिराख्नु भएको छ, यहाँ खेल्ने ठाउँहरू पनि रहेछ बच्चाहरूको लागि, दामी छ। ठ्याक्कै यो मलको ग्राउन्ड फ्लोरमा यो सानो मोनोरेल जस्तै तर टायर भएको सानो रेल जस्तो यो यस्तो घुम्ने रहेछ होइन, मलको ग्राउन्ड फ्लोरमा। सायद टिकट सिस्टम होला होइन। हेर्नु त दामी, सानो बच्चालाई भनौँ भने ठुलो मान्छे पनि बसिराख्नु भएको छ, सायद यो बच्चालाई नै होला, तर अलि ठुलो मान्छे पनि बस्न मिल्ने रहेछ। एकदम दामी छ साथीहरू। यस्तो यहाँ ग्रिनरी पनि छ, गार्डन जस्तो बनाइएको छ न, एकदमै दामी छ। यहाँनिर बुक सप पनि रहेछ, टन्नै बुकहरू छन् यहाँनिर, हेलमेटहरू पनि, बुकहरू तल ग्राउन्ड फ्लोरमा। यहाँनिर पुरै बाई 4 गेट 6 फ्री लेखेको छ। अघि न म ग्राउन्ड फ्लोरमा थिएँ, अब फर्स्ट फ्लोरमा आइपुगेँ होइन। माथिबाट पनि भ्यूहरू हेरौँ है त कस्तो देखिन्छ। फर्स्ट फ्लोरमा आइपुगेँ म, हेर्नुहोस् त, फर्स्ट फ्लोरबाट पनि क्या दामी देखिरहेको। काठमाडौँमा पनि छन् छन त यत्रो मलहरू, तर खासै काठमाडौँको मलहरू पनि गइएको थिएन, एक दुई ठाउँमा गएको छु। यहाँनिर मसाज गर्ने ठाउँ पनि रहेछ होइन, टक्क मजाले यस्तो सिटमा बसेर मसाज गर्ने ठाउँ। यहाँनिर त पुरै महँगो महँगो सामानहरू देखिरहेको छ होइन, हेरेर चित्त बुझाउने त होला हो कि नि, किन्न त सकिन्न होला, नत्र यो पुरै मेरो बजेट जति छ नि यो टुरको, त्यो त पुरै एउटै सामानमा जान्छ होला। सामान्य सानो सामान किन्दा पनि जान्छ होला पुरै। यहाँनिर बच्चाहरूको लागि खेलौनाहरूदेखि लिएर सब चिज रहेछ, यस्तो लाइट जलिरह नि यहाँनिर। टोनी एन्ड गाई हेयर ड्रेसिङ, यहाँनिरको सैलुन पनि कस्तो दामी छ।